त्यो सुदन गुरुङ मान्छेले होइन एज अ हामी नेपालको फाउन्डर भएर बसिरहेको मान्छे उहाँले हात हाल्नु पनि के थियो त, त्यही अन्तरिम सरकार उहाँले जुन तरिकाको सरकार चाहेको त्यही सरकार बनाउनको लागि मात्र हात हाल्नु भएको हो त। आजको दिनमा मलाई उत्तरदायी हुन सक्नुहुन्न भने त्यो सुदन गुरुङ दाई आजको दिनमा चाहिँ लिडर होइन भनेर भन्नुहुन्छ र मलाई उत्तर दिन सक्नुहुन्न। म भिक्टिम हो, मलाई उत्तर चाहे होइन, मलाई यहाँनिर गृहमन्त्रीज्यू आउनुभयो भने नि उत्तर चाहे, मलाई प्रधानमन्त्रीज्यू आउनुभयो भने नि उत्तर चाहे, किनकि उहाँहरू सबै भनेको हामीले गर्दा बनेको हो नि त। अनि हामीलाई उत्तर चाहेन, हामीले प्रश्न नसोधे कसले सोध्ने? मैले यस्तो हो कि मैले कुनै कुरामा उहाँ चाहिँ हुन्छ नि नराम्रो मान्छेले वा नराम्रो केही कुराले मिसगाइड भइरहनु भएको छ, उहाँले एउटा प्रपर कार्ययोजना बनाइरहन सक्नु भएको छैन भने किन कार्ययोजना बनाउन सकिरहनु भएको छैन होइन? हामी यहाँ बसेर 27 पेजको कार्ययोजना बनाउन सक्छौँ भने तपाईँ बाहिर बसेको काम के त होइन? हामी यहाँ बसेर एजेन्डा लेख्न सक्छौँ भने तपाईँले गर्नुपर्ने काम हामीले गर्नुपर्ने भए तपाईँले गोली थापेको भए हुन्थ्यो नि त होइन? हामी बाहिर बसेर के अरे कार्ययोजना बनाउँथ्यौँ, हामी त्यहाँ बसेर एजेन्डा